हेलो एन्ड नमस्ते गाइस सबैजनालाई है। अब आज चाहिँ हामी यसो जब खोज्दै खास एजेन्सीमा आएको थियौँ हामी चाहिँ। अनि के भयो भनेपछि एजेन्सीमा चाहिँ फर्म भरियो, फर्म चाहिँ भरियो। अब त्यहाँदेखि चाहिँ फर्किँदैछौँ। तर अब यहाँदेखि पनि अब डोर टु डोर जाने प्लानमा छौँ। काम त खोज्नु पऱ्यो, पालिनु त पऱ्यो होइन। युक्यू आएर मात्रै भएन, नाम मात्रै युक्यू हेर होइन। गाह्रो हो कसैबाट त्यो पाइएको छैन। अब ढोका जाने नेपाली पारा देखाउनु पऱ्यो, किन लजाउने होइन। लजाउनु त कुरै भएन क्या, फेरि जाने सोध्ने अब होइन। त्यही त हो, काम सकिने भन्ने त उनीहरूले सरी नै हो जाँठाहरूले जति जे भन्यो पनि। तर जाऊँ न, मन बुझाऊँ गएर भन्ने कुरा हो। त्यस्तै चाहिँ यार हेर चिसो छ, हिँड्ने हो चिसोमा होइन। त्यस्तै छ, गाह्रो हो ढोकामा खोज्न जाने हो काम चाहिँ। जुन चाहिँ हाम्रो उसो साथीमा कलमा त राजा फेरि A1 के साथी त हजुर त्यही हो। त्यही हो गाइस, हेर चिसो छ, काम पाइया छैन। आज खोज्दै जानुपर्छ काम, सेन्ट्रल गभर्मेन्टतिर लाग्ने आज। अब हाम्रो यो यस्तै ढिलो हामी चुज गर। तर त्यस्तै बुझ्यो, मान्छे चिन्यो ठाउँमा आएर होइन। कस्तो भन्ने कुरो त्यही हो। मान्छेहरूले भन्थे यस्तो यस्तो हुन्छ, कसैको घरमा नपर भन्थे होइन। तर बल्ल याद आयो क्या मलाई, यहाँ आएपछि बल्ल देखेँ चिनेँ होइन। मेरो यहाँ यो छ म चाहिँ त्यही भन्न चाहन्छु होइन। अब आउने होइन केटाकेटीहरू होइन, सबैलाई साथीभाइ दिदीबहिनीहरू, मेरो साथी छ, मेरोमा छ, मेरो यो छ, चिन्ने त भरै नपरेर आऊ क्या, चिन्दैन यहाँ कसैले। आज कि आफ्नै आमा बाउबाट हुनु पऱ्यो होइन। साथीभाइ त झन् तिनको त झन् साथीभाइको त साथीको नि सा पनि काम छैन त्यहाँ। त्यो नेपालमा हुँदा मात्रै हो साथी दिने होइन गर्ने भनेको। अब चाहिँ गन्दैनन् कसैले, त्यो नाम मात्रै हो। म ल भन त साथीको सले पनि काम गर्छ र यहाँ कहिले गर्दिनँ, चिनेको लगाइदिन्छु च भन्छन्, लास्टमा गाडी देखाइदिन्छ। म यसको भरमा छु, यसले गरिदिन्छ। चिन्दैनन्, सँगै खान बस्छ साथीहरू त चिन्दैनन् होइन। भन त हो साथी च्याम्पल 3 महिना बिजोग छ हो, बिजोग छ। नेपालले ठिक थियो यार, होस्टेलमा काम शान्ति हो जे बहिनी होइन। शान्ति मान्छेले गन्थे कुकुर जस्तो हिँड्न भइरहेको छ। यहाँ बरु मान्छेको लाइफ किचड छ, हाम्रो लाइफ किचड छ। कुकुरको लाइफ त राजा हो यहाँ त, राजा कुकुर। अनि हाम्रो साथी जति पाउँछ नि त्यसको खर्च होला। त्यस्तै हो हेर होइन। यहाँ अलिक गाह्रै हौ, गाह्रो कसैको भरमा नआऊ त्यही होइन साथी। कोहीले चिन्दैन यहाँ तिमीहरूलाई। यहाँ आफ्नै दाइ भाइ एउटै आमाकोबाट चिन्लान्, नत्र त कसैले नै चिन्दैनन् यहाँ त तिमीलाई। जति लगाइदिन्छु चाहिँ भने लास्ट एक हप्ता महिना उठाउँछ नि। गाह्रो पर्छ हो, गाह्रो पर्छ बुझेर आऊ सबै। 2-3 महिनाको लागि ढुक्क भएर आऊ, त्यसरी 2-3 महिनाको पाइ लास हुन्छ। 4-5 लाख रुपियाँ पहिले टक्क डिपोजिट गरेर यो जब नपाए नि आफ्नो स्टेबल हुने तरिकाले त्यही हो। ल गाइस, अब हामी चाहिँ अब घुम्दै फिर्दै अब काम खोज्नु जाने हो। गाइस देख्न सक्छु यता पछाडि चाहिँ ग्राउन्ड है, यो चाहिँ फुटबल ग्राउन्ड। तर बवाल छ क्या म्याच, कति ठुलो होस्, लास्टै ठुलो हौ होइन साथी। त देख्नु सक्नुहुन्छ सबैमा यस्तो दामी छ कि भिडियोमा होइन। खेलिरहन्, गेम पनि खेलिरहन्। खै हामीलाई त अब त्यस्तो यो हामी पनि जानु पाए त पाउँछ होला, गएर के गर्नेहरू होइन होइन राजा। हामी अब सेन्ट्रल लन्डनतिर लाग्नुपर्छ है, सेन्ट्रल लन्डनतिर लाग्नुपर्छ है। कामको लागि अब भाग्नै पऱ्यो, बाँच्नै पऱ्यो, पालिनै पऱ्यो होइन यो लन्डनमा। ल गाइस त्यही हो। अब 35 लाख फाल्यो होइन। 35 लाख आज कति फालिने निक्रिएर थाहा होइन। 35मा थपिरहेको जोस्
हेरौँ कतिसम्म जान्छ भन्ने कुरा हो त्यही हो ल हामी चाहिँ कहिले त्यस्तै छ हेर अब होइन हाम्रो साथीको पनि दुःखै छ हामी दुःखै दुःख हो क्या पनि यहाँ त आफ्नै साथी हो त राजा भन्छ नि के भन्ने के अरे नेपालमा एबिसिडी नआउने इङ्ग्लिस बोल्छन् मान्छे जहाँ अब भने किन शान्ति कुन मान्छे आएर हाट यहाँ दिनुपर्छ रहेछ पर्दैन नि त जस्तो त्यही त भन्ने अचम्म लाग्यो क्या मलाई चाहिँ तिम्रो भोकाल के देखेन नभोकाल देखाउँछ नि जो हो सही भन्यो कि त्यो कुरा चाहिँ मलाई एकदम चित्त बुझेर सही भन्यो तिमीले हामी चाहिँ अब लाग्छौँ सेन्ट्रल लन्डनतिर काम खोज्न अब ढोका ढोकामा गर्दै काम छ कि छैन भन्ने सोध्यो त्यही हो ल गाइस भेटौँ ल अर्को भिडियोमा यही हो अहिलेको लागि चाहिँ टाटा बाई बाई ल राजा टाटा बाई बाई ल